हामी चाहिँ पश्चिमतिरको यात्रामा छौँ। कहाँसम्म पुग्छौँ भन्ने कुरा चाहिँ फुल भिडियो हेर्नु है तपाईहरुले। पूर्वी नेपालको कोशी प्रदेशको राजधानी विराटनगरबाट हाम्रो यात्रा यसरी सुरु हुन्छ। विराटनगरबाट नेपालको पश्चिममा रहेको विभिन्न ठाउँहरूको भ्रमण गर्ने अनि घुम्ने भन्ने उद्देश्यले हामी दुईजना बुढाबुढी यात्राको लागि निस्क्यौँ। यात्रामा हामी पूर्वी नेपालको मुटु इटरी हुँदै हुँदै आज भने हामी महेन्द्र हाइवेबाट नभएर इटरी नजिकै रहेको कान्छीचोक हुँदै चतराबाट गाईघाट कटारी हुँदै हुँदै भिमान निस्केर जाने बाटोबाट हामी लाग्दैछौँ। बिहानको मजाले खुलेको आकाश अनि गर्मी नहुने खालको न्यानो घामको प्रकाशको किरणसँगै हाम्रो यात्रा अगाडि बढ्दैछ। यो यात्रा हाम्रो पूर्वी नेपालबाट पश्चिम नेपालसम्म भएको कारणले गर्दा पूर्वी नेपालमा रहेका जति पनि वस्तुगत कुराहरूलाई चाहिँ हामीले खासै डिटेलमा देखाएनौँ। यो बाटो प्रयोग गर्नुको मुख्य कारण भनेको चाहिँ यो बाटो खासै धेरै भिडभाड पनि हुँदैन अनि एकदमै बाटो पनि राम्रो रहेको छ। ठाउँ ठाउँमा तपाईले बाटो बिग्रेको देख्नु भए तापनि त्यसरी सबैतिर बाटो भने बिग्रेको छैन। यो बाटोमा धेरै सवारी साधन हुँदैन अनि अलिकति गति पक्रेर पनि दौडिन सकिन्छ। धेरै स्पिड बाइक चलाउनु या गाडी चलाउनु पनि राम्रो भन्ने होइन, गति सीमितै भएको राम्रो। त्यही पनि भिडभाड भन्दा यो बाटो चाहिँ धेरै नै सजिलो छ। मोरङबाट सुरु गरेको यात्रा अब सुनसरी र उदयपुरको बोर्डरमा रहेको कोशी नदीको पुल रहेको सङ्गम स्थल अनि धरतीको पहिलो धाम भनेर चिनिने बराह क्षेत्र पनि यहाँबाट केही नजिक रहेको छ। हामी अब पुग्यौँ चतरामा। असली बुढो बाजेको पेडा भण्डार भनेर लेखिएका धेरैवटा पेडा पसलहरू चाहिँ महेन्द्र हाइवेबाट अहिले यो बाटोमा पनि सरिसकेका छन्, किनभने पछिल्लो दिनमा चाहिँ यो बाटोको प्रयोग एकदमै ज्यादा बढ्न थालेको छ। बाइकमा यात्रा गर्ने प्राय यात्रुहरू चाहिँ यही बाटो प्रयोग गरेर पश्चिमको यात्रा प्राय गर्नुहुन्छ। अब भने हामी ठ्याक्कै पुग्यौँ कोशी नदीको पुल। पूर्वका विभिन्न सहरबाट चाहिँ यो कोशी नदीमा गएर रमाइलो गर्ने अनि त्यहाँको चिसो हावासँग यो फोटो खिच्ने अनि बराह क्षेत्र दर्शन गरी रमाइलो गर्ने लोकल टुरिस्टहरूको सङ्ख्या बिहानैदेखि बढिसकेको थियो। अब हामी त्यहाँ अलमल नगरिकन, किनभने पश्चिमका लागि भनेर निस्केका थियौँ, हामी अलमल गऱ्यौँ भने सायदै ढिलो हुन्छ भन्ने सोचेर पनि हामी यात्रामा अगाडि बढिरह्यौँ र अनि हामी पुग्यौँ गाईघाट। उदयपुरको गाईघाटमा चाहिँ हामीले खाजा खाने निर्णय गर्यौँ। गाईघाट बजारमा छौँ है।
यो मुङ्गेरी भन्ने एउटा स्विट्स हाउस रहेछ। खाजा खान छिरेछौँ। र गाइज मलाई चाहिँ खासै यो खानेकुरा मन परेन, त्यही भएर मैले आफ्नो घरबाट लिएर आएको थिएँ। तिहारमा बनाएको निम्कीहरू थियो होइन, चिया निम्की सही हुन्छ नि त कम्बो। गाईघाटमा रोटी र घरबाट हामीले बोकेको निम्की खाइसके पछाडि चाहिँ हाम्रो यात्रा फेरि सुरु हुन्छ। खुल्ला बाटो अनि खुल्ला रहेको आकाश, मौसमले पनि एकदमै साथ दिएको बेला थियो। आजको यात्रा चाहिँ हामीले विराटनगरबाट चितवनसम्म चाहिँ गर्न सकिन्छ कि भन्ने सोचेका छौँ। चितवन पुगेर चितवन बास बसेर अनि भोलिदेखि त्यहाँदेखि अरू अगाडिको यात्रा गर्ने हाम्रो योजना अहिलेसम्म बाटोमा बन्दैछ। सुन्दर हरियाली, चुरेफाट, महाभारत पर्वत हेर्दै हेर्दै हरियालीमा बडो आनन्द रमाइलो हुँदै हुँदै हामी यात्रामा अगाडि बढिरहेका छौँ। गाईघाटबाट लगभग 45 मिनट जतिको यात्रापछि हामी पुग्यौँ कटारी बजार। कटारी बजारबाट विमान निस्किने बाटो अनि कटारी बजार हुँदै हुँदै नेपालको खोटाङ जिल्लामा रहेको खोटाङ अथवा खोटाङमा रहेको हलेसी दर्शन गर्न पनि विशेष ओखलढुङ्गा अनि सोलु पनि यहीँबाट छुट्टिने गर्छ। अब यहाँबाट विमान निस्किनको लागि चाहिँ 50 किलोमिटर बाँकी रहेछ। लगभग 1 घन्टाको यात्रामा हामी विमान पुग्छौँ। विमान पुगिसके पश्चात विमानबाट बर्दिवास निक्लेर फेरि पनि महेन्द्र हाइवे हुँदै हामी पश्चिम जान पनि सकिन्छ, अथवा सिन्धुली गएर सिन्धुलीबाट पनि हामी हेटौँडा निस्किन सकिन्छ। सिन्धुलीबाट हेटौँडा निस्किने बाटो चाहिँ म अहिलेसम्म हिँडेको छुइनँ, त्यही भएर हामीले बाटोमा चाहिँ सिन्धुलीबाट हेटौँडा निस्किने बाटोबाट मदन भण्डारी लोकमार्गबाट जाने हो कि भनेर योजना पनि बनाउँदै थियौँ। कटारीबाट यात्रा गर्दा गर्दै अब हामी पुग्यौँ सिन्धुली जिल्लाभित्र रहेको कमला नदीको पुलमा। बाइकमा बिस्तारै बिस्तारै यात्रा गर्दै गर्दै प्रकृतिको मनोरम हरियालीसँग रमाउँदै रमाउँदै हामी अब पुग्यौँ विमानमा। विमानबाट सिन्धुली र बर्दिवास जानको लागि बाटो छुट्टिन्छ। हामीले भने यहाँ आएर एकछिन सोचेर यहाँबाट बुझेर बाटो साटो बुझ्दै जाँदाखेरि हामीले अब सिन्धुलीतिरकै बाटो पक्ड्यौँ। हामी लाग्यौँ सिन्धुलीतिर। बिहानको झन्डै 8 बज्न लागेपछि हाम्रो यात्रा सुरु भएको थियो। अब भने 12 बज्न लागेको थियो अनि भोकले पनि निकै नै हानिसकेको थियो। हामी पुग्यौँ सिन्धुली बजार। भात बजायो छपियो भने सिन्धुली बजारमा मिठो छ। सिन्धुली बजार पुग्नलाई 2-3 मिनटको बाटो बाँकी रहँदाखेरि चाहिँ हामीले खाना खाएको थियौँ। खाना एकदमै मिठो थियो। खाना खाइसके पछाडि हामी सिन्धुलीको बस पार्कतिर लाग्यौँ। सिन्धुलीको बस पार्कबाट हामी बिपी राजमार्ग हुँदै काठमाडौँ जाने बाटोलाई छोडेर अब भने हामी मदन भण्डारी लोकमार्गबाट चाहिँ हेटौँडा निस्किने बाटोतिर लाग्दैछौँ। यो बाटो जीवनकालमा म पहिलोचोटि हिँड्दै थिएँ। 120 किलोमिटरमा हेटौँडा पुगिने यो बाटो अब भने हामीलाई 2 देखि 2.5 घन्टा लाग्नेछ। ठाउँ धेरै नै ग्राभेल अप्ठ्यारो बाटो अनि म्याक्सिमम ठाउँमा चाहिँ पिच रहेको यो बाटो हामी यात्रा गर्दै गर्दै हेटौँडातर्फ लागिरहेको।
पुरै बाटो यस्तै ग्राभेल र धुलो हो कि भन्दा भन्दै अब हामीले पिच बाटो पनि भेट्टायौँ। तर पिच अलिकति अनि फेरि अलिकति ग्राभेल अलिकति पिच गर्दै गर्दै बिचमा चाहिँ अलिकति डिस्टर्ब हुने खालको कन्टिन्यू ड्राइभ गर्न नमिल्ने खालको बाटो रहेछ। तैपनि यो खेत अनि यो हरियालीलाई हेर्दै हेर्दै हामी यो बाटो अगाडि बढिरह्यौँ। कतै कतै त यो बाटोमा पनि उताबाट गाडी आउँदाखेरि पृथ्वी नै पल्टाएर धुलो उडाएर लिएर आए जस्तो लाग्ने। अनि हामी कति ठाउँमा चाहिँ रोकिँदै ती गाडीहरूलाई पास हुनको लागि छोड्दै रह्यौँ। तर पनि समग्र बाटो काटिसक्दाखेरि हामीले विचार गऱ्यौँ म्याक्सिमम बाटो चाहिँ पिचै रहेछ। सजिलो अप्ठ्यारो गर्दै हामी पुग्यौँ अब हेटौँडा बजार। हेटौँडाबाट अब भने हामी महेन्द्र हाइवेलाई पक्रेर हामी लाग्यौँ चितवनतर्फ। हेटौँडाबाट हामी नरोकिकन फेरि यात्रालाई निरन्तर अगाडि बढायौँ र हामी पुग्यौँ अब भरतपुर चितवन। भरतपुर त साँच्चीकै नै राम्रो भएको रहेछ। भरतपुरको यो सुन्दर सफा अनि चौडा बाटो देख्दाखेरि त कति आनन्द लाग्यो। नेपाल नभएर म त बाहिरै गए जस्तो लाग्ने। तैपनि नेपालको भरतपुरमा यो विकास देख्दाखेरि चाहिँ साँच्चीकै अन्य ठाउँले पनि केही कुरा सिक्नुपर्छ जस्तै लाग्यो। अब चितवनबाट पनि हामी अगाडि यात्रा बढाउने जमर्को गर्दैछौँ। चितवन मात्रै पुग्ने भनेर आँट गरेका थियौँ। अब भने हामी पोखरैसम्म पुग्नका लागि चाहिँ यात्रा अगाडि बढायौँ। अब भने हामीले महेन्द्र हाइवेलाई छोडेर अब हामी लाग्यौँ मुगलिनको बाटोतिर। अब हामी यहाँबाट मुगलिन पुगेर बस्ने कि मुगलिनबाट पोखरासम्म जाने भन्ने कुनै निश्चित भइसकेको थिएन। गाडीहरूले लाइट बाल्न थालिसकेका थिए, साँझ पर्न लागिसकेको थियो। अब पोखरा भने अझै यहाँबाट 125 किलोमिटर जति थियो। नारायणघाट मुगलिन सडक खण्ड पहिरोले सधैँ दुःख दिइराख्ने, सधैँ समाचारमा हामीले यता पहिरो गयो उता पहिरो गयो भनेर सुनिरहेको हुन्थ्यौँ। तर आज भने घाम लागेको मौसम थियो, त्यसरी पहिरोले कहीँ पनि दुःख दिने स्थिति थिएन। नारायणगढ मुगलिन सडक खण्ड पनि जहाँसम्म मलाई लाग्यो अहिले चाहिँ बाटो राम्रै भएको रहेछ। हामी निरन्तर अगाडि बढिरह्यौँ। आज हामी लगभग पोखरा पुगिन्छ कि भन्ने योजनाका साथ हामी राति भए पनि अगाडि बढिरहेका छौँ। मुगलिनबाट 2-2.5 घन्टाको यात्रा गरेपछि पोखरा पुगिन्छ, त्यो कुरा विश्वास थियो। अब पोखरा जाने बाटो पनि अबु खैरेनीदेखि अगाडि बढिसके पछाडि त एकदमै राम्रो भएको रहेछ। नेपाल होइन, म त विदेशको बाटोमा बाइक राइड गरिरहेको छु जस्तो फिल भएको थियो। एकदमै पर्फेक्टली मार्क गरेको हरेक मार्किङहरू, हरेक नोटिस बोर्डहरू देख्दाखेरि बडो आनन्द लाग्यो। यो बाटोमा रमाइलो गर्दै हामी लगभग पोखराको नजिकै पुग्यौँ। पोखरा पुग्न लागिसके पश्चात चाहिँ यो बाटो पूर्ण रूपमा बनिसकेको थिएन, बाटो अलिकति अप्ठ्यारो थियो। यो बाटो पुरै बनिसक्ने हो भने हामीलाई 2 घन्टामा मुगलिनबाट मजाले पोखरा पुग्न सकिन्छ। अब पोखराबाट आजको हाम्रो दोस्रो दिनको यात्रा रहनेछ मुस्ताङको कागबेनीसम्मको। हामी भने बिहान उठ्यौँ, बिहान उठिसके पछाडि मौसम अलिक बिग्रेको रहेछ, ढिलो मौसम खोल्न लाग्यो र अब हामी बल्ल मुस्ताङतिरको यात्रालाई अगाडि बढाउन लाग्दैछौँ। पोखरा पहिले डेस्टिनेसन हुन्थ्यो भने अहिले चाहिँ पोखरा प्राय गरेर ट्रान्जिट हो कि जस्तो मैले चाहिँ महसुस गरेँ। तपाईँहरूलाई चाहिँ के लाग्छ? अनि पोखराबाट हामी बिहानै निस्क्यौँ। ओहो, टिलिक्क टल्केका सेता हिमाललाई हेर्दै यी मनोरम दृश्य। पोखरा भनेको जहिले जाँदा पनि यो म आइरहेको ठाउँ भन्ने जस्तो लाग्दैन। सधैँभरि पोखरा चाहिँ जहिले जाँदा पनि नयाँ अनि सधैँ नै उस्तै रमाइलो लाग्छ मलाई चाहिँ। माछा पुच्छरेको त्यो पुछार, माछाको जस्तो पुछार हेर्दै टिलिक्क टल्केको हिमाल हेर्दै हामी अगाडि बढिरह्यौँ। अब भने हामी पर्वत जिल्लातिर छिर्यौँ।
पर्वतको कुस्मा पुग्ने बित्तिकै सबैको दिमागमा आउने बन्जी, वर्ल्डको सेकेन्ड लार्जेस्ट बन्जी होइन, जुन चाहिँ कुस्मामा रहेको छ। अब हामी कुस्मा पर्वत नअल्मलिकन हामी सिधै पुग्यौँ पर्वत र बागलुङको बोर्डरमा। अब हामी बागलुङपट्टिबाट बेनीसम्म जाने निर्णय गर्यौँ। पर्वतबाट बागलुङ छिरेपछि अलिकति उकालो चढ्दै गएपछि हामी पुग्यौँ बागलुङ कालिका भगवती। बागलुङ कालिका भगवतीलाई बाहिरैबाट हामी फर्किँदाखेरि दर्शन गर्ने बाचा गर्दै गर्दै हामी अगाडि बढिरह्यौँ, किनभने आजलाई हामी मुस्ताङ जिल्लाको कागबेनीसम्म जसरी पनि पुग्नुपर्ने थियो। बागलुङ हुँदै बेनीसम्म निस्किने बाटो अलिकति लामो अनि 1-2 ठाउँमा अप्ठ्यारो रहेछ, नत्र समग्र बाटो चाहिँ सजिलो रहेछ। हामी अब लगभग बेनी बजार पुग्न लाग्यौँ। म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा पनि हामीले अलमल नगरिकन हामी सिधै लाग्यौँ अब मुस्ताङतिर। बेनीबाट मुस्ताङतिर लागेपछि ठाउँ चाहिँ बाटो निकै नै अप्ठ्यारो, साँघुरो बाटो, माथिबाट पनि पहिरो आउने अनि तलबाट पनि पहिरो लडेको बाटोमा ठाउँमा हामी चाहिँ जाममा पऱ्यौँ। हामी गएको टाइममा चाहिँ मुस्ताङ जानेको लड्को एकदमै धेरै थियो। नेपालमा टुरिज्म सेक्टर एकदमै राम्रो तरिकाले चलिरहेको बेला डोमेस्टिक टुरिज्मलाई पनि इन्जोय गर्नको लागि मेजर गरेर मान्छेहरू नेपालका सबै ठाउँबाट कहाँ जाने त भन्दाखेरि मुस्ताङ जाने योजना बनाएर मुस्ताङ जाने धेरैजना देखियो। प्रकृतिका अनौठा अनि एकदमै राम्रा प्राकृतिक सम्पदाहरू, प्राकृतिक वस्तुहरू नेपालमै छन्। सायदै यतिको झरना कुनै बाहिर देशले पाउने हो भने यो झरनालाई ठुलो पर्यटकीय स्थल टुरिज्मको रूपमा विकास गर्थ्यो। तर नेपालमा यस्ता झरना भने यो बाटामा यति धेरै छन्, सबै झरना हेर्दै जाने हो भने हामी त एक दिनको यात्रामा मरिगए पनि कागबेनी पुग्दैनौँ। ठाउँमा चाहिँ बाटो एकदमै साँघुरो, 2टा गाडीलाई पास गर्न पनि हम्मे पर्ने अनि बाटो बिग्रेर खाल्डाखुल्डी पानी जमेको निकै नै अप्ठ्यारो। तर पनि घाम लागेकोले गर्दाखेरि आज भने यात्रा गर्न त्यस्तो कठिन थिएन। यतिको बाटोमा यात्रा गर्नलाई खासै कठिन छैन।
साँगुरो बाटो अनि साँगुरो बाटोमा यस्ता ठुला गाडीहरू देख्दाखेरि चाहिँ अलि बढी डर लाग्यो। तलबाट बगिरहेको काली गण्डकी अनि माथिबाट पनि पहिरो झर्ने अनि छेउ पनि कच्चिरहेको भिर यात्रा भने ठाउँमा चाहिँ अलिक डर लाग्दो नै थियो। यो बाटोको केही ठाउँहरू चाहिँ यस्तै किसिमका भत्केका बिग्रेका बाटाहरू रहेछ। ठाउँमा त बडेमानका पहाड अनि पहाडलाई छेडेर बनाइएको बाटोहरू हेर्दाखेरि आहा कति राम्रो देखिने, तर पनि यसो सम्झिँदाखेरि कुनै मोडमा चाहिँ अलिकति डर पनि लाग्यो। हामी कहाँ जाँदैछौँ? हाम्रो राइड पार्टनर एक्जिट with rider Prakash Dwivedi and passenger Sita Kapli. ओहो बाटो यो ठाउँमा आइसके पछाडि चाहिँ पहाडै छाता जस्तो भएर उभिएको जस्तो लाग्यो। उताबाट आएको गाडी पनि नदेखिने भएको कारणले गर्दा हर्न बजाउँदै धन्न बाटो खुल्लै थियो, अलिकति उकालो बाटो। हामी यहाँबाट कटिहाल्यौँ। यो अप्ठ्यारो बाटोसँगै अब भने हिमाल पारीका 2 जिल्ला हामी जाँदैथ्यौँ। अब हिमालका टुप्पाहरू टल्किन थालिसकेका थिए। घाम मस्त लागिरहेको थियो अनि घामले ती हिमालहरू मस्त टल्किरहेका थिए। ठाउँमा मात्रै बाटो अलिक अप्ठ्यारो थियो, नत्र भने समग्रमा बाटो चाहिँ कालो बत्रिने। यतिको बाटोलाई अप्ठ्यारो भन्नु मिल्दैन। पहाड मात्रै होइन, हिमाली जिल्ला जाँदैछौँ। हिमाली जिल्ला जाँदाखेरि यतिको बाटोमा राइड गर्न पाउनु चाहिँ नेपालको केसमा मलाई जहाँसम्म लाग्छ यतिको सडक पूर्वाधारको विकास पक्कै मान्नुपर्छ।
ओह्रालो उकालो गन्द्राङ गुन्द्रुङ घरीको पेज घरीको कच्ची घरीको धुलो खाँदै खाँदै अब हामी पुग्यौँ प्राकृतिक तातो पानी। यहाँ भने सधैँभरि 24 घण्टा तातो पानी आइरहने अनि सानो एउटा कुण्ड जस्तो बनाएको छ। त्यहाँनिर नुहाउँदाखेरि चाहिँ जिउमा भएका विभिन्न घाउ खटिराको लागि राम्रो हुने भनेर सबैजना नुहाउनु पर्दछ। मान्छेको चहल पहल पनि एकदमै धेरै भएर होला अनि गाडी र बाइक पनि धेरै भएर होला हामी 1-2 ठाउँमा चाहिँ निकै बेरसम्म जाममा पर्यौँ। एकदमै सानो बाटो, तलबाट पनि पहिरो माथिबाट पनि पहिरोले गर्दाखेरि बाटो चाहिँ पुरै घटेको। 1-2 ठाउँ चाहिँ हामीलाई यात्रा गर्नको लागि निकै अप्ठ्यारो भयो। अब यात्राको क्रममा हामी रुप्से जाँदा मुस्ताङ जाँदाखेरि यो रुप्से झरनामा चाहिँ सबैजना रोकिएर एकछिन फोटोमा खिचिकन झरनाको रमाइलो कोही पनि साँच्ची नै रुप्से झरनाको मनै बोक्नु पहिलोचोटि म पनि लगभग आधा घन्टा जति बसेर यो झरना नजिकबाट निहालेर मुस्ताङ यात्राको क्रममा रुप्सेमा फोटो खिचिएन भने त मुस्ताङ यात्रा भएको जस्तै नलाग्ने रहेछ। त्यही भएर हामी पनि अब रुप्सेमा फोटो लिनेतर्फ लाग्यौँ। बुढाबुढी अलग अलग पोज दिँदै दिँदै रुप्सेमा केही समय व्यतीत गर्दै फोटोसोटो खिचिसके पछाडि अब हाम्रो फेरि यात्रा अगाडि बढ्छ। थासाङ गाउँपालिकामा चाहिँ यहाँ एउटा चेकपोस्ट रहेछ। यहाँनिर चाहिँ मुस्ताङ यात्रा गर्ने सबै यात्रुहरूले एन्ट्री गर्नुपर्दो रहेछ। हामी पनि एन्ट्री गऱ्यौँ। एन्ट्री गरेर अब भने टिलिक्क टल्केको हिमाललाई यहीँबाट नजिकै छुन सकिन्छ कि जस्तो लाग्यो। सायदै धौलागिरी निलगिरी लगायतका अन्नपूर्ण विभिन्न हिमालयको दृश्यहरू अब भने मजाले देखिन थाल्यो। अब भने हिमालबाट आएको चिसो हावाले मनलाई नै आनन्दित बनाउन थाल्यो। चारैतिर हिमाल देखिने यो ठाउँ नेपाल त साँच्चै नै स्वर्गको टुक्रै जस्तो लाग्यो।
10 साढे 10तिर हामी पोखराबाट यात्रा सुरु गरेको थियौँ। अब भने घाम नअस्ताइकन हामी पुग्यौँ जमसम बजार। जमसमे बजारमा 12 बजे हावा सरेर यो गीतै प्रख्यात छ। हामी भने लगभग 4 साढे 4तिर जमसम पुगेको थियौँ। जमसममा भने निकै चिसो थियो। कालीगण्डकीको तिरै तिर अनि मरुभूमि जस्ता देखिने बालुवा र गिटीले बनेका यी पहाडहरू हेर्दै हेर्दै हामी लाग्यौँ कागबेनीतिर। यो अर्को सजिलो बाटो पनि थियो। हामी भने होटलतिर जानको लागि यो बाटो पक्रियौँ। अब भने हामीले 2 दिन अगाडि हिँडेका विराटनगरका साथीहरूलाई कागबेनीमा भेटायौँ र उनीहरू बसेकै होटलमा हामीले बस्ने निर्णय। होटल MBH। भोलिपल्ट बिहानदेखि एकदमै पानी पर्न थाल्यो। पानी सँगसँगै यो पनि जान थाल्यो। अब भने हामी मुक्तिनाथ दर्शनको लागि निस्किन लागेको थियौँ। बिहानै निस्किन लागेको थियौँ, तर पनि एकदम धेरै हिउँ परेको कारणले गर्दा मुस्ताङको प्रशासनले चाहिँ मुक्तिनाथ दर्शनका लागि जान दिइरहेको थिएन। ठिकै पनि हो, एक तरिकाले स्वास्थ्यको हिसाबले अनि प्रकृतिले जुन तरिकाले यो बेमौसममा हिउँ अनि पानी परिरहेको थियो त्यसले भने निकै असर गर्न सक्थ्यो। अनि साँझ परिसके पश्चात अलिकति हिउँ पानी कम भइसके पश्चात हामी गयौँ मुक्तिनाथ दर्शन गर्नका लागि। मुस्ताङ मुक्तिनाथ मन्दिर एकदमै पवित्र अनि हिन्दूहरूको एकदम ठुलो धार्मिक स्थल। त्यहाँ दर्शन गऱ्यौँ। दर्शन गर्दै गर्दै फर्किसके पछाडि हामी फेरि कागबेनी नै बस्ने निधो गऱ्यौँ। कागबेनी बसिसके पश्चात भोलि कागबेनीबाट यो मुक्तिनाथ मन्दिर दर्शन गर्नु अनि मुस्ताङ वरिपरि रहेका जमसम, दुम्बालेक अन्यतिर घुम्नुभन्दा अगाडि चाहिँ हामी अप्पर मुस्ताङ, लोमान्थाङ र कोरोला बोर्डर पुगेर आइसकेको थियौँ। त्यो भिडियो मैले अलरेडी कागबेनी टु अप्पर मुस्ताङ भनेर राखिसकेको छु, जहाँ चाहिँ जोङ केपको बारेमा पनि मैले इतिहासलाई एक्सप्लेन गरेको छु। त्यो भिडियो पनि एकचोटि तपाईँहरूले गएर फेरि हेर्न सक्नुहुन्छ। अब भने भोलि हामी मुस्ताङको कागबेनी वरिपरि रहेका दुम्बालेक, मार्फा भिलेजतिर एक्सप्लोर गरेर त्यो भिडियोहरूलाई राख्दै जानेछु। अब मुस्ताङ गइसके पछाडि चाहिँ छुटाउने नहुने केही ठाउँहरू। जमसम पुग्नलाई 1 किलोमिटर जति बाँकी रहँदाखेरि त्यहाँबाट लगभग 4 किलोमिटर जतिको यात्रा गरिसके पछाडि यस्तो रमाइलो, यस्तो राम्रो ठाउँमा पुगिँदो रहेछ। नीलगिरी हिमाललाई हेर्दै हेर्दै ओहो साह्रै नै राम्रो हामी एउटा लेक हेर्न पुग्यौँ, जुन लेकको नाम हो दुम्बालेक। त्यो रमाइलो बाटो कट्दा कट्दै हामी ठ्याक्क आइपुग्यौँ दुम्बालेक। दुम्बालेकमा एन्ट्रीको लागि चाहिँ एकजना व्यक्तिको कति रुपियाँ हो? 30 रुपियाँ। 30 रुपियाँ लाग्दो रहेछ यहाँनिर। यहाँबाट हामी छिरिसक्यौँ। वेलकम टु दुम्बालेक। अब यहाँबाट हामी दुम्बालेकतिर लाग्दैछौँ। अब यो दुम्बालेकको हिस्ट्री चाहिँ के छ भन्ने कुरा यहाँ डिटेलमा तपाईँहरूले पढ्न पनि सक्नुहुन्छ। मैले यहाँ राखेको पनि छु। अब यहाँबाट हामी अगाडि बढ्दै गइसके पछाडि यो पानी रातो नि हुन्छ नि हो, दुईटा हुन्छ कि रातो। त्यसको हिस्ट्री पढ्न बाँकी रहेछ। ल हाम्रो भाइहरू त्यस्तो बाटो कटेर आइसके पछाडि देखिने भ्यू चाहिँ यो हो। ल हेर्नुहोस् दुम्बालेक। उनीहरू बेनी जानलाई रन्गिर गयो, हामी आनन्द जाने। यस्तो बाटो कटेर जम्मा 30 रुपियाँ एउटा व्यक्तिको तिरेर अनि यो पहाडतिरको भ्यू हेर्दै 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 ठ्याक्क मुस्ताङ जिल्लाको आइपुगिन्छ दुम्बालेक। यो मुस्ताङ जिल्ला जमसमदेखि 3 किलोमिटर माथि रहेको दुम्बालेक एकदमै रमाइलो छ। तपाईँहरू मुस्ताङ घुम्न आउँदै हुनुहुन्छ भने चाहिँ मिस नगर्नुहोस्। यहाँबाट देखिने भ्यू ओहो
अनि स्वर्गभन्दा आनन्द छैन त हाम्रो नेपाल। ल हेर्नुहोस् है सबैजनाले, दुम्बा लेक मिस नगर्नु होला। धुम्बा लेकको भ्यू हेरेर फर्किसके पछाडि बाटोबाट देखिने जोमसोम बजार अनि जोमसोम एयरपोर्ट। अब हामी लाग्यौँ मार्फा भिलेजतिर। मार्फा भिलेज निकै नै नाम प्रख्यात छ। मार्फा भिलेजभित्र रहेको जुन गाउँका गल्लीहरू छन् अनि गल्लीहरूभित्र रहेका विभिन्न नामहरू, जेरी गल्ली, धौलागिरी बेस क्याम्प जाने बाटोहरू लगायत एकदमै धेरै चर्चित रहेछ। यहाँ पुगिसके पछाडि चाहिँ यहाँको मौलिकता, गुरुङ वेशभूषाहरू लगाएर फोटो खिच्ने, भिडियो बनाउनेहरू चाहिँ प्राय धेरैले गर्नुहुँदो रहेछ। हामीले पनि यो चिजलाई चाहिँ फलो गऱ्यौँ।